देश त द्वन्द्वमा फसिसक्यो त अब लडाइँ हुन्छ गृहयुद्ध हुन्छ त नेपालीले नेपालीलाई काट्ने दिन आउँ देख्दैछु मैले त्यसले 100 दिनभित्र सहकारी ठगी गर्नेलाई मात्र होइन कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा हाँस माछा खसी बोका बाख्रा पाल्नेलाई पनि बाहिर पठाउँ। के बोले भाइ के बोले एसपीपी पास नगरौँ भनेर त गरे आएर छ नि त शेरबहादुरले नगरेपछि लात खाए होइन उसले बुझ्यो नि देशको लागि यहाँ त अमेरिकन सेना आउँछ होइन होला के हो आमा बालेनले देश बनाउँछ बालेनले हाम्रो सपना पूरा गर्छ साक्षी मेरो श्रीमती छिन् बालेनले देश बनाउँछ अहिले घन्टीलाई भोट हालेर जिता त्यही रिसमा हो मेरो परिवार सबैले घन्टीलाई भोट दिएर जिताएको हो क्या तुकुमबासीको घना बस्तीमा 81 चलु डोजर आमा बालेनले देश बनाउँछ 100 दिनभित्र धेरै नगर अहिले ल्यामै दिन्छु आर यु कमेडी मी